विश्वको उत्कृष्ट संविधान जहाँ संवैधानिक राजतन्त्रको व्यवस्था थियो भनिरहेका राजनीति दलहरू र यिनै राजालाई भेटी चढाएर प्रधानमन्त्री खान पाऊँ भनेर गएका र यही राज संस्था संवैधानिक राजतन्त्र भएको संविधानको व्यवस्थालाई विश्वमा यस्तो संविधान कहीँ छैन। नेपालमा चन्द्र सूर्य राज संस्था यो ब्रह्माण्डमा चन्द्र सूर्य रौन्जेली रहन्छ भनेर भाषण गरिरहेका नेताहरू आइतबारसम्म सोमबार परलक्क पल्टिएर राज संस्थाको विरुद्धमा यो सन्दर्भ मैले किन भनेको नेपाली नागरिकहरू यस्ता रङ बदलु छेपराहरूको विश्वास नगर्नुहोस्। अघिल्लो दिनसम्म उत्कृष्ट भनेको संविधान भोलिपल्ट कसरी निकृष्ट भयो। त्यसैले आज जुन राज संस्थाको विरुद्धमा विस्मरण गरिरहनु भएको छ नि हाम्रो लुटको धन्दा सकिन्छ कि भनेर म आम नेपाली नागरिकहरूलाई यो लोकप्रिय सञ्चार माध्यमबाट भन्न चाहन्छु। राज संस्था आउने कुरा 5000% ग्यारेन्टी छ। ढिलो चाँडो होला, केही समय लाग्ला। उहाँहरूले नमानेको एउटै कारण हो, त्यो कारणमा उहाँहरू तर त्यो कारणबाट उहाँहरूलाई सन्तुष्टि गराइँदैन, गर्नु हुँदैन। एउटै के हो भन्दाखेरि अगाडि मैले केही भ्रष्टाचारका दृष्टान्तहरू भन्ने, तिमीले अहिलेसम्म गरेको भ्रष्टाचार तिमीलाई आम माफी हुन्छ। राज संस्था त्यो तन्त्र होइन। राज संस्था जसरी 47 सालमा संस्थाकै रूपमा संवैधानिक राज संस्थाको रूपमा थियो त्यस्तो राज संस्था आइसके पछाडि अहिलेसम्म तिमीले लुटेका देश बर्बाद गरेका अपराधहरू खोतलिने छैन भनेर इन्स्योर गराइदिने हो भनेदेखि 10 मिनेटमा राज संस्थावादी हुन्छ यिनीहरू। तथ्यको कुरा आयो, कुन तथ्यबाट पुष्टि हुन्छ भन्दा मैले अगाडि भन्ने अघिल्लो दिनसम्म विश्वको उत्कृष्ट संविधान 47 सालको भनिरहेका भोलिपल्ट कसरी निकृष्ट भयो। एट द सेम टाइम अहिले विस्मरण राज संस्थाको विरुद्धमा उहाँहरू गर्दै हुनुहुन्छ नि, खोजेको त्यही हो। उहाँहरू यो कुराको ग्यारेन्टी होस्, हाम्रो लुटपाट लुटको धन्दालाई आम माफी गरियोस्, सबै खत माफ भनेर भनिदियोस्, हात उठाएर राज संस्था जिन्दाबाद। त्यसैले उहाँहरूको यो ठेगाई ठेक्न खोजेको अहिले थाम्न खोजेको लोकतन्त्रका लागि होइन, कुनै गणतन्त्रका लागि होइन। यदि लोकतन्त्र र गणतन्त्र हो भन्ने उहाँहरू भन्न सक्नुहुन्छ भनेदेखि तथ्यबाट डिजिटल्ली पुष्टि गरिदिनुहोस् के प्रगति भयो नेपालमा। सायद उहाँले सडकको कुरा गर्नुहुन्छ होला, इन्च टेप लाएर नापौँ। तपाईहरूले देखेको प्रतिगामी व्यवस्थामा निर्माण भएका सडक र 35 वर्षमा तपाईहरूले उन्नत अग्रगामी भनेको व्यवस्थामा निर्माण भएका सडक टेप लाएर नापौँ ल। यहाँ धेरै भ्रम रहेछ, हामीले सडक बनायौँ भन्ने धेरै रहेछ। 27 खरब लोन छ, विदेशले अनुदान दिएको छ, राजस्व यस्तो